चाहे हजुरहरू इम्पोर्टेन्ट इन्टरभ्यूको लागि जानु, मिटिङको लागि जानु अथवा डेटको लागि जानु, कन्फिडेन्ट त एकदम नै नेसेसरी हुन्छ, राइट? सो हजुरहरूलाई चाहिँ आफ्नो कन्फिडेन्ट बुस्ट गर्नु छ, कन्फिडेन्ट इस्युज भइरहेको जे गर्दाखेरि पनि लास्ट मोमेन्टमा गएर चाहिँ कन्फिडेन्टली गर्दाखेरि चाहिँ काम कुराहरू बिग्रिने, सो आफूलाई एकदम त्यो कन्फिडेन्ट एनर्जी राइज गर्नु छ, आफ्नो फर्स्ट इम्प्रेसन चाहिँ एकदम नै राम्रो बनाउनु छ भने चाहिँ हजुरहरूले सो आफ्नो केही इम्पोर्टेन्ट मिटिङ, इन्टरभ्यू अथवा डेटमा जानको लागि अकर्डिङ टु यो सिचुएसन सर्कमस्टान्सेस हजुरहरूले यो र्युनलाई चाहिँ बनाएर जानुपर्ने हुन्छ। जहाँ जस्तो मैले यहाँ सिम्बल बनाएको छु, यो आकृति बनाएको छु, ओके? सो यसलाई चाहिँ हजुरहरूले एउटा सानो पेपरमा रेड पेनले बनाएर जाँदाखेरि हुन्छ, ओके? पेपर चाहिँ यस्तो ब्ल्याङ्क हुनुपर्छ है, अरू केही लाइनहरू चाहिँ नहोस् पेपरमा, खाली पेपर, ब्ल्याङ्क पेपरमा चाहिँ यसरी हजुरहरूले रेड पेनले यो र्युनलाई चाहिँ बनाएर जानुपर्ने हुन्छ र यो पेपरलाई चाहिँ हजुरहरूले पकेटमा अथवा ब्यागमा आफूसँग क्यारी गरेर लिएर जानु। बट कति केसमा अब हजुरहरूलाई चाहिँ अब ब्याग लान, पेपर लान अलाउडेड छैन यताउति भने चाहिँ त्यस्तो केसमा हजुरहरूले आफ्नो ह्यान्डको रिस्ट एरियामा बनाएर पनि जान सक्नुहुन्छ। होप यो भिडियो हजुरहरूको लागि हेल्पफुल छ। सो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु, सेयर गर्नु, फलो गर्नु र पर्सनल कन्सल्टेसन चाहनुहुन्छ भने मलाई मेरो इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ, ओके? सो टेक केयर।